हेलो सबैजनामा नमस्कार हजुर। सबैजना आरामै हुनुहुन्छ? आज चाहिँ हामी सेलरोटी बनाएर खाऊँ है त। मैले चाहिँ यो मेरो थर्ड टाइम हो। सेपहरू कस्तो भएको छ अनि कस्तो भयो सेलरोटी हेर्दामा त्यो चाहिँ तपाईँहरूले कमेन्टमै कमेन्ट गर्नु होला। म सबैको कमेन्ट पढ्नेछु र रिप्लाई गर्नेछु। अब त्यसो भने प्रोसेसमा जाऊँ न त है त। फर्स्टमा चाहिँ मैले रातभरि भिजाएँ अघिल्लो दिन र भोलिपल्टको दिन चाहिँ मैले पानी तैराएर चाहिँ 2-3 आवर्स चाहिँ मैले फिजाएर राखेँ। सो द्याट यो चाहिँ के अरे धेरै यो हुन्छ नि पिठो नै भओस्, त्यो पानी भएको पिठोवाला नहोस् भनेर चाहिँ। अनि मैले त्यसपछि चाहिँ यो घिउ राखेँ, यो चाहिँ लोकल घिउ होइन, त्यसलाई चाहिँ पगालेर राखेँ। अनि त्यसपछिको सेकेन्ड चाहिँ मैले यो सुकमेल, ल्वाङ अनि दालचिनी यसलाई चाहिँ मैले मजाले मिक्सरमा पिसेर चाहिँ यसरी छानेर त्यो पिठोमै राखिदिएँ। अनि त्यसपछि मैले बेकिङ पाउडर पनि अलिकति राखेँ अलिअलि फुलाउनको लागि होइन। अनि त्यसपछि मैले यो चाहिँ कोकोनट राखेको, कोकोनटको धुलो है, यसले पनि मिठो स्वाद दिन्छ। अनि त्यसपछि चिनी त राख्नै पर्यो सेलरोटीमा। अनि यो चाहिँ मेरो ब्राउन सुगर भएर अलिक कम लाग्ने भएको भएर चाहिँ मैले अलिक अमाउन्टमा राखेँ, तर आफ्नो स्वाद अनुसार राख्नु होला हजुरहरूले पनि। तर हामीले खाँदाखेरिमा चाहिँ ठिक्कको भएको थियो क्या, धेरै गुलियो पनि भएको थिएन। अब यो के सेतो हाल्यो भन्नु होला, यो चाहिँ मैले सुजीको पिठो राखेको अलिक सजिलो होस् बनाउनलाई भनेर। अब सुरुमा बनाउने मान्छेलाई त त्यस्तै त हो नि, राम्रो बन्दैन नि त, त्यसैले। अब त्यसपछिको काम भनेको चाहिँ पुरा मिक्स गर्ने हो क्या, एकदमै धेरै मिक्स गर्नुपर्छ, एकदमै मजाले, एकदमै टाइम लगाएर चाहिँ मोल्नुपर्छ। सो द्याट सबै ठाउँतिर चाहिँ घिउ चिनीहरू यिनीहरू सबै मसलाहरू चाहिँ लागोस् भनेर होइन। अब त्यसपछिको काम भनेको त पानी हाल्ने हो। पानी हालेर पानी पनि फेरि कम हालेर मुस्नुपर्छ क्या, जसरी हामी अर्को पिठो मुस्छौँ नि नर्मल पिठो, त्यसरी नै मैले चाहिँ त्यस्तो गर्छु है। अब सबैले यस्तो गर्नुपर्छ भन्ने त छैन, तर मेरो प्रोसेस चाहिँ म तपाईँहरूलाई सेयर गरिराखेको। तर मैले एकदमै धेरै मेहनत गरेको, एकदमै मुसेर मलाई चाहिँ पर्फेक्ट बनाउनु थियो, त्यसैले चाहिँ मैले यति मेहनत गरेँ नि यो सेलरोटी बनाउनलाई। हेर्नु न त्यहाँ यति दम दिएको छु, ओ माई गड, पुरै दिलो ज्यान लगाएर मुसेर एकदम राम्रो गरेको मैले यो पिठो रेडी चाहिँ प्रिपरेसन। अनि सेलरोटी राम्रो बन्नुको मेन रिजन पनि मेबी मेरो हिसाबमा चाहिँ जति तपाईँले प्रिपरेसनमा काम गर्नुभयो अनि त्यो फाइनल लुकमा चाहिँ त्यसको रिजल्ट देखिन्छ जस्तो लाग्छ। त्यसपछि चाहिँ मैले अब मुसिसकेपछि चाहिँ 4-5 आवर्सको लागि चाहिँ मैले यो ढाकेर राखिदिएँ। अझै सेफ्टीको लागि चाहिँ मैले सफा यो टावल पनि मैले राखेर चाहिँ फ्रिजमा राखिदिएँ। फ्रिजमा त्यही भने जस्तै 5 घन्टा जस्तो राखेँ होला। अनि त्यसपछि त पकाउने टाइम भइहाल्यो। मेरो श्रीमानलाई चाहिँ सेलरोटी धेरै नै मनपर्छ, त्यसैले गर्दा उहाँलाई चाहिँ मैले खाजामा नछुटोस् भनेर चाहिँ हाफ एन आवर मात्रै बाँकी थियो, र पनि आई वाज ट्राइङ मेकिङ सेलरोटी फर हिज लन्च। उहाँको खाजाको लागि चाहिँ मैले बनाएरै पठाउँछु भन्ने हिसाबले चाहिँ मैले बनाउन थालेँ। अब त्यसपछि त्यो ढाकेर राखेकोलाई पनि एकचोटि पिठोलाई अब फेरि हेर्नु पर्यो, यो त यस्तरी जमेको हुन्छ। अब यसलाई फेरि थोरै पानी हालेर चाहिँ अनि अलिक रेडी बनाउनु पर्यो फेरि सेलरोटी बनाउनलाई। म चाहिँ ट्राई गरिरहेको थिएँ हातले बनाउनलाई, तर म हातले त बनाउन सक्दिनँ। हजुरलाई म्याजिक के छ त साराको भनेको चाहिँ त्यो भाँडो है। यो भाँडोले चाहिँ मेरो जिन्दगी सपारेको छ सेलरोटी बनाउनमा, मलाई धेरै सजिलो भयो। यो चाहिँ म धेरै धेरै धन्यवाद दिन्छु मेरो सासू आमाले नेपालबाट युके पठाइदिनु भएको। अनि हेर्नु न मलाई कति सजिलो भयो बनाउनलाई, र पनि कति ठाउँमा त हात पोलिहाल्यो है, अलिअलि नपोलिकन त फेरि खानु पनि त पाइएन नि त। सो मलाई चाहिँ चित्त बुझ्यो। अब कस्तो भयो, कहाँ कमजोरी भयो चाहिँ तपाईँहरूले फेरि कमेन्ट गरिदिनु होला है, म सुधार्नलाई अनि सिक्नलाई त म छँदैछु, किनभने म सबैबाट सिक्दै आएको छु। अब म क्रेडिट चाहिँ मेरो बहिनीहरू, दिदीलाई अनि मेरो आमालाई अनि मेरो विशेष गरी सासू आमालाई म धन्यवाद दिन्छु। सासू आमा, ससुराबा, मेरो श्रीमान सबैलाई म धन्यवाद दिन्छु। अनि हेर्नुहोस् न कस्तो भएको छ, राम्रो छ नि है। हेर्नु है मैले हालेको पनि
सबै भिडियोमै छ, तर पनि मलाई भोइस ओभर गर्न मन लाग्यो, त्यसैले म त्यस्तो धेरै पर्फेक्ट त भएको छैन, तर यो थर्ड टाइम, तर पनि मलाई राम्रै गरेँ जस्तो मलाई फिल हुन्छ। अब भने नि मैले अब यो सबै बनाएर जति मेहनत गरे पनि खाँदाखेरिमा टेस्ट छैन भने त के अर्थै हुँदैन। त्यसले गर्दाखेरिमा खाँदाखेरिमा पनि धेरै नै मिठो भएको थियो। अनि हेर्नु न कस्तो मजाको काँडेदार भएको क्या है। अनि मलाई बनाउँदा पनि कस्तो रमाइलो भएको थियो। अनि त्यो मोटो मोटो भएको है, धेरै रमाइलो भयो बनाउँदामा, इन्जोय गरेँ। अनि हेर्नु न लाइक ब्याङ्गल्स जस्तो क्या। अनि आई वाज किप इन्जोइङ होइन। खाने बेलामा चाहिँ मैले 2टा ट्राई गरेको थिएँ, बल्ल बल्ल खाएँ। त्यस्तो धेरै त खानै नसकिने नि त। अनि त्यो पकाउँदा मलाई चाहिँ कस्तो त्यस्तो खान सक्ने भएको थिएन। हेर्नु न मैले बाँचेर हेर्दा पनि कस्तो मजाको भएको क्या, खोक्रो भएको चाहिँ राम्रो भएको भन्छ नि त सेलरोटी। अनि खाँदाखेरिमा त ओ माइ गॉड दामी भएको थियो। सबैजनालाई धेरै धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा, सुनिदिनु भएकोमा। सेलरोटी बनाउने होइन त अब